जन्म पश्चात मृत्यु त अवश्य नै छ, त्यो सबैले जानेकै कुरा हो। तर मृत्युको घडीमा सहन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। आज भन्दै भोलि भन्दै हजुरआमा खस्नु भएको पनि 1 वर्ष नै बितिसकेछ र आज चाहिँ हाम्रो वर्ष दिने काम सके पश्चात भोलिपल्ट टिका फुकाउने पूजा थियो। अनि हामी सबैजना भएर चाहिँ गाउँ समाज अनि आफन्तहरू सबैजना भेला भएर पूजा आराधना गऱ्यौँ, खानेकुराहरू बनायौँ, खुवायौँ। अनि त्यस पश्चात हामीले पूजामा बस्यौँ र सबैजनाको फोटो भिडियोहरू पनि मैले लिएको थिएँ। अनि उहाँहरूको फोटो भिडियो राखेँ। अनि सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो दुःखको घडीमा हजुरहरू सम्पूर्णले हामीलाई साथ दिनुभयो। अहिले आज आएर हामीलाई यो दुःख घडीबाट हजुरहरूले नै मुक्त पनि गराउनु भयो, चोख्याइदिनु भयो। हजुर सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि आजबाट चाहिँ श्री महादेव महाकाली मन्दिर खुल्ला भएको छ। हजुर जुनसुकै समय पनि दर्शन गर्न आउन सक्नुहुनेछ। सबैलाई स्वागत छ। जय काली।